हामीले आज के बनाउन लाग्यो बुढी यो? आज चाहिँ हामीले काँक्रोको खल्पी अचार बनाउन थालेको। पाकेको काँक्रो? पाकेको काँक्रोको मजाले पाकेको काँक्रोको खल्पी अचार बनाउँदैछौँ। यो चाहिँ हामीले दसैँमा नि बनाएर खाएको, साह्रै मिठो भयो। अनि फेरि बनाउन थालेको। हेरौँ कस्तो हुन्छ। ओके ओके। यो लसुन होइन टुक्रा बार्नु बनाउँदैछ? लसुन पनि काटेर हाल्नुपर्छ। अनि यो अचार चाहिँ एकदम छिटो रेडी हुन्छ। यो चाहिँ धेरै राख्नु पर्दैन, 2-4 दिनमै खानालाई रेडी भइहाल्छ। यो अचार चाहिँ राखेको 2-4 दिनमै खानालाई रेडी भइहाल्छ। अनि यो पाकेको काँक्रो काटेको स्टाइल त नयाँ छ त बुढी? यो खल्पीलाई चाहिँ यसरी नै काट्ने गरिन्छ। मसलाहरू त्यहाँभित्र नै छिरोस् भनेर यसरी नै काट्ने गरिन्छ। त्यसलाई चाहिँ काँक्रो चिरा चिरा बनाएर एक दुईवटा पल्टाउँदैन, मजाले पल्टाएर राखेर पाकेको काँक्रोलाई बिहानको कहिले भनेपछि बिहान आज एक घाम सुकायो? एक घाम सुकायो हुन्छ। यसलाई मजाले लागेको घाम एक घाम सुकाएपछि यसको पानी मर्छ हल्का। यहाँ भएको पानी मरेपछि है अचार खानालाई रेडी हुन्छ। ल्याएर काटेर रेडी पारेको यसको गुदी फालेर पहिला गुदी फाल्नु पऱ्यो नि? काटेर गुदी फालेर अनि यसलाई एक घाम सुकाउने? एक घाम सुकाएर अचार हाल्दैछौँ हामीले। तपाईँहरू नि हेरेर बनाउन सक्नुहुन्छ। अब इन्ग्रिडियन्ट्सहरूमा चाहिँ के हो? यो चाहिँ जिरा धनियाँको पेस्ट। अब इन्ग्रिडियन्ट्सहरूमा यो चाहिँ जिरा धनियाँको पेस्ट छ। अनि यो धुलो अनि यो अदुवा काटेको सानो टुक्रा काटेको, यो लसुन भइहाल्यो। अनि यो चाहिँ अकबरी होइन? अकबरी खुर्सानी। यो चाहिँ आफूलाई कति हाल्नु मन लाग्छ। यो रायोको भुटेर पिसेको धुलो। अनि एउटा सुक्खा सफा भाँडो चाहियो मोल्नको लागि। मोल्नको लागि अब यो भाँडो लिने, अब यिनीहरूले हाल्ने काँक्रोलाई हाल्ने। अब त्यसपछि यता हाल्नु पऱ्यो होइन? माङ्लोबाट सरबाट यता हालिदियो। नयाँ डिजाइनको छ कटिङ चाहिँ। यस्तो बनाएर यस्तो यसमा भित्र मसला पसोस् भनेर भित्रभित्र मसला पसेर अति नै मिठो हुन्छ यो अचार। हामीलाई चाहिँ अति नै मनपर्छ। अब यसमा यो लसुन हाल्ने, अदुवा हाल्ने, खुर्सानी, अनि यो जिरा धनियाँको धुलो, यो रायोको धुलो। रायो चाहिँ अलिक धेरै नै हाल्दा मिठो हुन्छ। रायोको छुट्टै टेस्ट दिँदो रहेछ। अब यसलाई झान्नुपर्छ। अब मेथीले झान्ने तोरीको तेलमा, तोरीको तेल नै चाहिन्छ यसलाई चाहिँ। मिठो बास्ना आउँछ तोरीको तेल। अनि नुन चाहिँ स्वादअनुसार हाल्नु पऱ्यो नि? नुन चाहिँ आफूलाई कति मनपर्छ स्वादअनुसार हाल्ने। यसलाई अब म झान्छु है त। मोल्न चाहिँ अलिक भाँडा अलिक टाइट होला जस्तो छ है? मिलाएर गर्नु। अब यो चाहिँ मेथी पुराको तोरीको तेलमा यो चाहिँ के बेसार हो? बेसारमा चाहिँ तेल पर्ने गरेर
एकैछिन अब मजाले राम्ररी चलाउँछु। पाकेको काँक्रोको खल्पी अचार होइन? खल्पी अचार अँ राम्ररी चलाउँछौँ हामीले। जति मलियो मसलाहरू होइन सबै इन्ग्रिडियन्ट्सहरू मिलेर टेस्ट आउने। यसमा चाहिँ धुलो खुर्सानी र नुन हालेका छौँ हामीले। भनेपछि यो मजाले मोल्नु पऱ्यो है पनि। यो मजाले मोलिसक्यो यो। अब यसलाई हामी बोतलमा हाल्छौँ, सिसाको बोतल रेडी पारेर राखेका छौँ हामीले। यहाँ सिसाको भाँडामा राख्नु चाहिँ राम्रो हुन्छ अचार, सुक्खै भाँडामा। भरिन्छ क्या है बढी? भर्दैन होला, ठुलै छ बोतल ठुलो हो। ल आजको लागि हामीले खल्पी अचार रेडी बनायौँ।